स्वागत छ तपाईँहरूलाई हाम्रो पानीपुरीको भ्लगमा। अनि हाम्रो पानीपुरी बनाएर देखाइदिनुहोस् यहाँ। के गरेको भन्दै बा? मैले के गरेको भन्दै? मान्छेले त्यस्तो गर्दै हुन्छ, मलाई पकाउँदै हुन्छ। अनि हाम्रो यहाँ किचनभन्दा कम डान्स हाल्ने रहेछ। आज कर्फ्यूको तेस्रो दिन चाहिँ हामीले घरमै बसेर पानीपुरी खाने निर्णय गऱ्यौँ। अनि पानीपुरीको लागि हामीले रेडी गरिरहेका छौँ सामग्रीहरू। सबैभन्दा सुरुमा चाहियो हामीलाई पुरी। यो चाहिँ हामीले धेरै दुःख गरेर खोजेर ल्याएको, सबैतिर कर्फ्यू लागिरहेको थियो। त्यही पनि हामीले दुःख गरेर खोजेर किनेर लिएर आयौँ लुकी लुकी गएर। अनि हामी सामग्री रेडी गर्नु, मैले प्याज खोर्सानी काटेँ, भाउजूले चाहिँ चियाको भाँडाहरू मोलेर यसो काम गरिरहनु भएको। अनि यो रेडी भइसकेको छ प्याज र खोर्सानी। त्यस्तै उसिनेको मटर पनि हाल्ने निर्णय गऱ्यौँ। त्यसैको बिचमा हामीले दुध पनि उमालिहाल्यौँ। अनि यो चाहिँ हो इमली तित्री, यसलाई बोइल गरेर हामी त्यसमा पानीपुरीमा हाल्छौँ। पानीपुरीको लागि तेल हालेँ, तेल तताइयो अनि पुदिना धुयौँ। त्यसपछि पानीपुरी फुलाउने काम सुरु भयो। पानीपुरी फुलाउने काम चाहिँ हाम्रो सुरुमा भाउजूले गर्दै हुन्थ्यो, त्यसपछि भाउजूको छोराले धेरै डिस्टर्ब गरेर पछि फेरि मैले नै गरेँ। यो चाहिँ बहिनीले गर्दैछ। अनि यो मैले देखाएको मात्र हो, मैले काम गरेको होइन। यो चाहिँ पानी बनाउने काम चाहिँ बदाले धेरै डिस्टर्ब गरेर चाहिँ भाउजूले छोडेर मैले नै पानीपुरी बनाउन थालेँ। अनि हाम्रो नानीको काम चाहिँ आलु तास्ने हो कि, अनि उसलाई चाहिँ त्यही काम गर्न पनि गाह्रो लागेर हात पोलेर उग्रो भइरहेछ, गीत बजाएर नाचिरहेछन्। मैले साउन्ड चाहिँ म्युट गरेँ। अनि त्यसपछि पुरी बनाइसकेर मैले पुरी चाखेँ, फुलेको छ कि छैन भनेर ट्राई गरेको मात्र हो। फुलेको रहेछ, त्यही भएर मैले खाइदिएँ। अनि हाम्रो बहिनीले चाहिँ पानी रेडी गरिसके। पानी चाहिँ हेर्दै वाउ भएको छ, कस्तो दामी भएको छ। अब पानीपुरीको लागि आलु रेडी गरिरहेछ। त्यसलाई मैले अड्कलेर नुन हालिदिएँ, फेरि अड्कलेर मसला हालिदिएँ। अनि मलाई टेस्ट गर्ने पालो आयो आलुको। मैले आलु टेस्ट गरेँ सबभन्दा सुरुमा। सब घरमा जे कुरा पनि बन्छ टेस्ट गर्ने बेलामा चाहिँ मै सुरुमा पुग्छु क्या। अनि पानी रेडी भइसकेको छ, पानीपुरी रेडी भइसकेको छ। मैले चाहिँ यो आन्टीहरूको लागि लगिदिँदैछु। अनि हामी बस्यौँ पानीपुरी खान, अनि हामी खान थाल्यौँ। यसरी नै बिते दिन आजको। हाम्रो वर्षौँदेखि मिलेर बसेको समाजमा एक्कासी द्वन्द्व मचियो। 3-4 दिनदेखि कर्फ्यू लाग्यो। यो धार्मिक लडाइँ कसले गर्यो, कहाँबाट सुरु गर्यो थाहा भएन, तर जसले गर्यो एकदम नराम्रो काम गर्यो। एकदम धेरै धनजनको क्षति भयो। हामी 4-5 दिनदेखि लकडाउन